हेलो अनि नमस्ते हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि चाहिँ बिहान बिहान मेरो छोरो गएको थियो घुम्न, यो बुढीले लिएर आइछ होइन, उसरी रोएछ क्या। हाम्रा टिमहरू, हाम्रा तन्नेरीका बगाल काम गर्ने बगाल आइसके। एउटा तन्नेरी अगाडि गइसकेका छन्, आइसके नि तन्नेरी मान्छे। ल ल जाम जाम क्यामेराम्यान भन, मैले भनेको छु हाल्छ एक कक्षामा यो घर बेच्दे काम यही गर्छ चल्ले खोर्नु बाटो न उलाई चल्ले खोर्नु होला यो घर बेचेर तो तुरुन्तै यही काम हो। ल ल हिँड चल हिँड बाटो हिँड न कति दिने हो चल्ला पैसा चाहिँ चल्ला पैसा दिनमा छैन र हिजो हो कि अस्ति दिनु यति गरे पैसा दिऊ भइको त छोडिदिनु। हाम्रा जवानहरू लागिसकेका छन्, कहिले मोबाइल चलाउँछन्, कहिले दाउरा फुर्छन्, हामी भने टाइम पास गर्छौँ। के काममा आएपछि यस्तो काम भन्ने कुरा एकातिर भइरहन्छ। हामी के तन्निरका बगालले फुरिरहन्, बड्डो मान्छे क्या अब बस्नु पर्यो। चलो चलो हिँड ल बगाल हिँड रेडी। हामी चाहिँ अब खाना खाने टाइम हुन लाग्यो, ठ्याक्कै 12 बजे। बड्डाहरू लागेछन्, हिँड भने मान्दैनन्, के गर्ने यिनीहरूले भोक खटाइहाल्छन् के यार। हिँड बड्डो जाउँ भने मान्दैनन् के यार। के बड्डो यसले 2-3टा घर बनाएको छ, यसले 2-3टा घर बनायो त्यहाँ। खै के गर्ने यार त्यति धेरै घर, म त अचम्म मान्छु यसलाई। यो बट्टाको इट्टा निकाल्ने भइरहेछ सुरुवात। बसिसक्यो खाना, टोलीहरू बसिसक्यो, कोहीको बाटो रोक्दैनन्। आज दालेर रोटी तताएर मजाले खाने यो हो नि त तरिका। बुढापाका मान्छे खै किन मान्दैन, टोलीहरू चाहिँ लागे अब होइन, घरतिर लागे टोलीहरू, घरतिर लागे, हामी पनि घरतिर लाग्यो, बड्डाहरू घरतिर लागे, सब घरतिर जाने। अब हाम्रा टोलीहरू पछाडि आउँदैछन्। के हार्ने अब, बुढी माइत गएपछि घाँस काट्नै पर्यो, खाना बनाउनु पर्यो। आज त स्पेसल हुन्छ फेरि। के गर्ने हजुर, अब बुढी माइत गएपछि यताको अरेली हेर्नु न, यहाँ पाक्न लागिसक्यो, छिप्पिसक्यो। यहाँको अरेली काला काला अरेली छिप्पिसक्यो। हाम्रा उता भर्खर फुलिरहन्। गाउँहरूमा यस्तो बराबर खेल्छ कि होइन। यो चाहिँ गोबी लगाएन बारेर मजाले, जति गाउँ छ राई छ। अनि हाम्रो चाहिँ अब हामी चाहिँ अब घरतिर जान लागिसक्यौँ। हुन्छ घर गएर चाहिँ बाख्रालाई घाँस काटिन्छ। अनि अब बाई बाई यति भन्दै बाई बाई।